गुड मर्निङ छ्याजालो नमस्ते सबैजनामा आशा छ सबैजना सन्चै हुनुहुन्छ होला। हामी पनि सन्चै छौँ। हजुर आज घरबाट माताको दर्शनको लागि जान लागेको। अहिले बिहानको ट्याक्क 7:10 भयो। हाम्रो बाबा आमाहरू भाइ बुहारीहरू सबै मामाहरू बजेहरू तल छोटेपाटनबाट जम्मा भएर आउने र हामी यहाँबाट बाटोबाट चढेर जाने भन्ने कुरो छ। त्यही भएर हामी आएर आइसकेर के अरे वेटिङ एरियामा आइसकेका छौँ भन्दै आजको यो मेमोरी तपाईँहरूसँग पनि सेयर गर्नेछौँ। गुड मर्निङ छोरो। आज हामी कहाँ जान लागेको हजुरलाई थाहा छ? ढोरबराई मन्दिरमा दर्शनको लागि हामीहरू जान लागेको हो कि होइन? ल हाम्रो बस आयो, नयाँ बस आएछ क्या, त्यो भएर नचिनेको हो त नि। नयाँ बस आएर नचिनेको र यति नै हो आजको कार्यक्रमको लागि। माइजू हाम्रो ठुलो माइजू यहाँ हुनुहुन्छ। हेलो हेलो हेलो। यात्रा सफल होस् हाम्रो भाइ। कहीँ जानुभयो पछाडि हुनुहुन्छ। आमा यहाँ रहेछ, बजे यहाँ हुनुहुन्छ बाबा त्यहाँ। नमस्ते नमस्ते ल फुपू नमस्ते। हजुर नमस्ते। टक्क 7:30 बजे हिँडेको बिरौटाबाट 8:30 बजे यहाँ आइपुग्यो। हुन त हामी ढोरबरा मन्दिर आइपुगेका छैन, अझै 2 किलोमिटर बाँकी छ। तर हामीहरू चाहिँ के विचार गरियो भन्दाखेरि यहाँ चाहिँ नि सामान झारेर अनि बल्ल हामी माथि जाने भन्ने प्लानिङ भयो। त्यो भएर मन्दिरले ल नमस्ते नमस्ते। हजुर हजुर हाम्रो आज पिकनिक दरो हुने दरो। योभन्दा पहिला पनि हामी आउँदाखेरि चाहिँ नि हामी यहीँ बसेर पूजा गरेर आएपछि यही ठाउँमा बसेर खाएको, खाना पकाएर प्रसाद हामीले खाएको। अब हामी फेरि सामानहरू यहीँ ड्रप गरेर गऱ्यौँ। अब हामी फेरि गाडी चढेर जान्छौँ, माथि पूजा गर्छौँ। पूजा गरेर आएपछि फेरि हामी यहीँ बसेर खाने, रमाइलो गर्ने, बस्ने भन्ने हाम्रो प्लानिङ छ। परेवा दाइ परेवा लिनुभएको? एक जोडी हो? ए ल परेवा लियो। टन्नै रहेछ है यहाँ पूजाको सामानहरू किन्ने ठाउँहरू पनि। अब हामी यहीँ झऱ्यौँ, अब यहाँबाट हिँडेर जाने हो। माइजू ल मर्निङ माइजू नमस्कार। हजुर हजुर हेलो दर्शिका गुड मर्निङ। ओके नमस्ते। हामी अब ढोरबरा मन्दिर जाने। ओके हेलो 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 दर्शन। हेलो भाइ के छ हालखबर? एकदम ठिक छ। ल ल गुड 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 गरौँ पक्का पक्का हो ल। गुड मर्निङ गुड मर्निङ। इट्स अप टु यु, इट्स अप टु यु। ल मामा गुड मर्निङ मामा। ल ल हजुर हजुर आइयो हामीहरू है मा, छिटो आइयो 9 बजे। मामा गुड मर्निङ। ल मर्निङ मामा। ल
अब हाम्रो त्यहाँ गाडी राखेर अलिकति चाहिँ नि यो भर्याङ यो सिँढी अलिकति हिँड्नुपर्ने हुन्छ लगभग 10 मिनट जस्तो लगभग 200 वटा भर्याङ होला त्यति हिँडेर त्यसपछि हामी जोरबाई माताको दर्शनको लागि मन्दिर पुग्छौँ आज शनिबार भएर अलिकति भिडभाड चाहिँ नि छ है हाम्रो साथीहरू हिँड्दैछ अगाडि बिस्तारै बिस्तारै बाटोमा यसरी सेलरोटीहरू पनि हालेर राख्नुहुन्छ है है बाजे के गर्नु भयो हो त नि ए गयो यहाँ ए हो त नि उल्टो जमाना भयो ल हेर्नुहोस् नयाँ जेनेरेसनलाई गाह्रो भयो पुरा बुढाबुढीहरू पनि हिँडेछन् घरबाट मन्दिरको गेटनिरै आइपुग्यो अनि यहाँनिर फेरि टोयलेट पनि राम्रो व्यवस्था गरिदिएको छ है उहाँहरूले चाहिँ नि के छ बाबु ल ठिक छ गुड हेलो नमस्ते दर्शन गर्दै आइसकेको ए ल गुड गुड ठिक गर्दैछु ल ल यहाँ जुत्ता चप्पल राख्नको लागि पनि ठाउँ बनाइदिएछ हात धुनको लागि खुट्टा धुनको लागि पनि यस्तो धाराको व्यवस्था छ यो मन्दिर यहाँबाट भित्र जाने मन्दिर जोरबाई मन्दिर यहाँ धेरै बोका पूजा धेरै चल्छ क्या यहाँनिर हामी आइपुग्यौँ कति बजी आइपुग्यौँ भन्दाखेरि टक्क 9 बजे चाहिँ हामी 9 बजे आइपुगेको लाइन चाहिँ नि टक्क गेटसम्म आइपुगेर रहेछ है लाइन चाहिँ नि ल हेर्नुहोस् भक्तजनहरूको लाइन गेटसम्म आइपुगेर रहेछ ल हेर्नुहोस् लाइन छ आज निकै भिडभाड छ आज शनिबार पनि भएर होला शनिबार चाहिँ नि अलि छिटै आउनु पर्छ यो अलि ढिलो भयो भने 9 बजेपछि त अलिकति भिडभाड बढेकै हुन्छ मामा त्यहाँ आउनुहुन्छ बजै माइजू बाबा दीपक भाइ यो छोरो कता गएको छौ बिचबाट हेर्छु साकेर छोरो साइला मामा कान्छा मामा त्यस्तै गरेर ल हेर्नुहोस् है भक्तजनहरूको लाइन छ सनातन छ है माथि बाबु नानीहरूलाई मुख नबोलेको बाबु नानीहरूलाई यहाँ चाहिँ नि डुबायो भने मुख बोल्छ भन्ने एउटा जनविश्वास छ त्यो सानसानो बाबु नानीहरू जो बोली प्रष्ट हुँदैन त्यो यहाँ ल्याउनुहुन्छ के गर्ने भने घरबाट मन्दिरमा बाबाले अलि दान गर्ने रे यति दिएको साकेर भाइ ल रस आज किन आएछ ल सबै कोस राम्रो गरेर निभाउला क्या भयो बोल्यो तँ त फर्केर गाडी घरबाटतिर माता अहिले हामीले ढोकबारा माताको दर्शन गरेर भ्याइसकेका छौँ
हुन त अलिकति धेरै मान्छे त होइन, तैपनि यो शनिबार चाहिँ अलिकति राम्रो तिथिमिति पऱ्यो भने अलिक भिडभाड चाहिँ हुँदो रहेछ। तैपनि जति लामो भिड भए पनि त्यही 30-35 मिनट हो लाइन बस्नुपर्ने भनेको। र हाम्रो पूजा चाहिँ भइसकेको छ। फेरि हाम्रो चाहिँ यहाँ कान्छा भाइको यहाँ भकल पनि थियो, अनि त्यहाँ चाहिँ बलि चढाउने भन्ने भकल पनि रहेछ। त्यो भएर चाहिँ पण्डितले त्यहाँ मनसाउने काम भइरहेको छ। र हामी एकैछिन हाम्रो पालो कुदेर बसिरहेका छौँ अहिले। ल हामी पूजा गरेर आइयो। अहिले यहाँ चाहिँ बस पार्किङ एरिया हो। आज शनिबार भएर निकै भिडभाड छ, मान्छेहरूको निकै भिडभाड छ। माथि पनि पुरै लाइनै छ, माथि मेन गेटबाट मन्दिरसम्मै लाइन छ। हामी चाहिँ अलिक छिटो भयो, त्यसपछिको अहिलेको चाहिँ टोलीहरूलाई अलिक टाइम लागिरहेको छ। यो बस्ने ठाउँहरू चाहिँ पहिल्यै आएर रिजर्भ गरेर राख्नुपर्छ, किनभने भिडभाड भएको हुँदाखेरि पाइँदैन। यसपालि हामीलाई अलिकति सजिलो के भयो भन्दाखेरि मेरो दिदी भिनाजुहरू चाहिँ नि मन्दिरमा दर्शनको लागि जानु भएन, किन भन्दा उहाँको भाइ खलक परिवारमा आफन्त बित्नु भएको भएर जुठो परेको थियो। त्यो भएर उहाँहरू मन्दिरमा जानु भएन, यहीँ बस्नुभएको थियो। हामी दर्शन गरेर आयौँ। अनि यहाँ चाहिँ नि ठाँटीमा आइपुगेका छौँ र खाजा खाने तयारी हुँदैछ। पहिला सिमे भूमिहरूलाई चढाउनु पर्यो अलिअलि। रोस पनि चढाइदियो न अलिकति। ल अलिकति यहाँ सिमे भूमिहरूलाई चढाउनु पर्यो यहाँनिर। यो चाहिँ नि हाम्रो एकदमै चलन, जहिले पनि नयाँ ठाउँमा कुनै पनि ठाउँमा अथवा प्राय गरेर बिहान अथवा विशेष गरी बिहान कहिले पनि हामीले खाना सबैभन्दा पहिला यसरी चढाउने गर्छौँ। हेलो, हाम्रो अब खाजा खाने कार्यक्रम चल्दैछ। भनेको त ए हेलो दर्शिका, पहिला खाजा खानु छ बाबुहरूले, त्यसपछि बल्ल खेले हुन्छ नि त। अहिले
पाक्ने कार्यक्रम चलिरहेछ यहाँ नाचगानको कार्यक्रम पनि साथमा चलिरहेको छ बाबुले के गर्दै हुनुहुन्छ यहाँनिर? You guys are playing card, yeah? What's that? Uno. What's it called? Uno. Huh? Uno भन्छ के? Oh, you know. Okay. Sorry, my bad. I didn't know that. बसेर यहाँ सबैजना कसैले मासु काट्नु राख्नु भएको छ भने कोही चाहिँ रुखको फेदमा बसेर मिठो मिठो गफ गरेर बस्नु भएको छ हैन त अनि कति राम्रो ब्याकग्राउन्डमा फुल हैन त फुल कति राम्रो फुल फुलेको छ ल हेर्नुस् रमाइलो भइरहेछ रमाइलो वातावरण छ भोडी धुनी मान्छे त दुईटा तिनटा हुन्थ्यो पानी धेरै मोबाइल त्यस्तो हुन्न अब yellow फेरि गेम खेलिरहेको छ माइजू हाँस्ने भने नाच्ने भनेको माइजू मामा जाने खुसी भयो अर्को माइजू हाँस फेरि सब युट्युबमा आउँछ भने बाबाले रुमाल लिएर नयाँ गीत ब्यालेन्स हो कि हो जाने आज एकदम पुरानो गीतमा नाचियो रमाइलो भयो हैन अब हाम्रो चाहिँ नि आजको पूजाको प्रसाद खाने तयारी हुँदैछ लन्च
मामा थोरै खायो खानु भएन होइन मामा थोरै खा कस्तो भएछ प्रसादको आजको टेस्ट एकदम झोल भात गजब छ हजुर हजुर नम्बर 1 ओके दाइ कस्तो लाग्यो हजुरलाई एकदम राम्रो छ बाबु ठिक छ हो त नि दुःखसँग यतै हो जिन्दगीमा मेरो भाइले यस्तो गरेछ हो नि त विशेष गरी हाम्रो मामा भन्ने ससुर भन्ने मामाहरूको हो नि त प्यारो हो एकदम प्यारो भनाइ छ कि त आमा कि त मामा है आमा र मामा एकदम समान एकदम प्यारो हुन्छ कि आमा भन्छ कि मामा भन्छ के हो एक्ज्याक्टली कि मामा घर जाने कि आमा घर जाने हो एक्ज्याक्टली हो जति आमा प्यारो हुन्छ त्यति मामा पनि प्यारो हुन्छ हैन आमा भन्दा मामा प्यारो भयो ठिक छ एकदमै ए मामा पनि आउनु भएको थियो पोर है मामा हो त नि आगो पोरको अहिले नि यति राम्रो भयो अहिले नि यति राम्रो खेला Huh? You don't want roast? Okay. उता बसेर खानु छ अब आजको कार्यक्रम सकेर हामी अब बिस्तारै फर्किने क्रममा छौँ खानपिनहरू पनि भयो रमाइलो गरियो हाम्रो आजको सम्पूर्ण कार्यक्रम सकेर फर्किने क्रममा बाटो फेरि सबभन्दा पहिला फेरि मेरो घर आउने त्यो भएर फेरि एकैछिन बसेर चियासा खाउँ टाइम पनि अझै बाँकी थियो छिटो थियो अनि चिया खाउँ त्यसपछि लाग्ने भन्ने कुरो भयो सल्लाह भयो त्यो भएर हाम्रो घरतिर गई यतातिर आइयो अनि फेरि आमाले फेरि एकैछिन रमाइलो गर्छु भनेर नाचगानतिर लाग्नुभयो
अहिले हामी ढोरबडाको माताको दर्शन पश्चात हामीहरू त्यहाँ एकठाउँमा बसेर खानपिन नाचगान कार्यक्रम गऱ्यौँ। त्यस लगत्तै फेरि हामीहरू सबैजना यहाँ मेरो घरमा आएर एकैछिन चियापानी पियौँ, एकैछिन रमाइलो गरौँ, त्यसपछि लागौँ भन्ने हिसाबले। किन उताबाट आउँदाखेरि सबभन्दा पहिला मेरो घर आउने भएको कारणले गर्दा सबैजना इष्टमित्रहरू सबै हाम्रो यहाँ घरमा आउनुभयो। त्यसपछि एकैछिन रमाइलो गरौँ, त्यसपछि लागौँ भन्ने कुराले हामी त्यहाँसम्म सबै अहिले नाचगानको कार्यक्रम चलिरहेछ। चिया पिउँदै हुनुहुन्छ माइजू। Lagla. Bye bye. Bye bye everyone. Bye bye. Yes. Okay. See you. Yes. Bye bye. Bye bye. Bye bye. Bye. See you. Yes.